सबैजना नमस्ते हैन। अनि आज हामी चाहिँ घुम्न जान लागेको अन्त पर मभिर घुम्न गएको। म चाहिँ अस्ति पनि गएको थिएँ कि। अनि यहाँ मेरो फुपू चाहिँ शङ्खसभाबाट आउनुभएको छ। अनि यहाँ भाइ हेलो भन्दियो। हेलो। अनि त्यसपछि यहाँ घुमाउनु लगेको हैन। अनि अहिले चाहिँ 4:30 नै भइसक्यो। पाएन र अहिले बेलुका चाहिँ हामी बहिनी र म एकछिन फुर्सद पाएर हामी घुम्न लगाएको। बेलुका बेलुका भए पनि हैन। अब हामी चाहिँ यहाँ भर्खर घरको अलिकति बाटो चाहिँ जाँदैछौँ। अहिले चाहिँ हामी यताबाट यो चाहिँ रम्ते ढुङ्गा हैन। अनि यता गुम्बा चाहिँ यता पर एकछिनबाट यहाँ एकछिन ब्याकग्राउन्डबाट देखाइदिन्छु म। त्यहाँ छ अनि यहाँ चाहिँ भाइ अनि अरुणा दिदी अनि यहाँ म। अब हामी चाहिँ यहाँ सरासरी आज ढिलो भयो हैन, रात परिसक्यो। तर पनि हामी नजिकै छ नि त, त्यही भएर जान्छौँ हामी बिस्तारै। अनि उयो चाहिँ देउराली छ नि त, अनि त्यही भएर हामी चाहिँ एकदम चुपचाप लागेर बाटो चाहिँ हालत खराब। सब कुछ बर्बाद। यहाँ चाहिँ एकदम हावा चल्दैछ नि। गुम्बा पनि आइसक्यौँ। गुम्बा चाहिँ यता माथि छ होइन, माथि। अब हाम्रो चाहिँ अलिक पर हो। अब हामी जाँदैछौँ। कति साह्रो हावा चल्छ। हाम्रोतिर चाहिँ रोड पनि कस्तो बिजोग छ नि। यहाँ अलिकति चाहिँ पिच गरेर छ अनि फेरि गरेकै छैन। अनुप हाम्रो गाउँ त कति परिवर्तन भएछ नि हो। अन्त बोल न, माउली गाउँ कस्तो रहेछ, तिमीलाई कस्तो लाग्यो? राम्रो छ। के त नि बोलेको त फेरि अनुप चाहिँ मेस्सीको फ्यान हो नि। मेस्सीकै ड्रेसमा त लाउनु पर्ने हैन। अब हामीलाई 10 मिनट जति 9-10 मिनट लाग्छ अनि हामी पुग्छौँ। यो हाम्रोतिर चाहिँ अलिकति पिच गरेर यता चाहिँ फेरि कच्ची। कति परिवर्तन भएछ हो र। अनु भाइ सरासर हिँडिरहेछ नि। मौला आएर भाइ। हेर हावाले कपाल उडाएर होइन। अनि यहाँ माथि कत्रो ढुङ्गा। म त यतापट्टि चाहिँ होला भन्थेँ नि त नि भिडियोमा हेर्दाखेरि चाहिँ यो मुनि चाहिँ होला भनेको थिएँ क्या। उतापट्टि हो, उयाँदेखि उता जान्छ अनि उयाँपट्टिदेखि उता जान्छ। अब हामी चाहिँ पुग्नु लागौँ। अब 5-6 मिनट। ओह्रालो छ। अब चाहिँ तेर्सो आयो अनि त्यो ओह्रालो आउँदा चाहिँ थोरै उकालो अनि फेरि तेर्सो आयो। हिँड्छ है हामी चाहिँ यहाँ बल्ल रोड सकेर अब ओह्रालो जानुपर्छ क्या। थोरै ओह्रालो र तेर्सो बाटो त्यस्तै चोर बाटो जानुपर्छ। अब हामी चाहिँ जाने। अनि यहाँ दिदी र भाइ, फुपू र भाइ हो तर पनि म दिदी भन्छु। अब हामी चाहिँ यस्तो बाटोमा हामी चाहिँ जान्छौँ। बाटैबाट जाने, त्यहाँबाट चाहिँ जङ्गल छ, मलाई डर लाग्छ। हामी यहाँ आयौँ होइन। अब यहाँदेखि ओह्रालै जानुपर्छ हामी। अब अलिकति होला होइन, यता हो यता। बाटो यस्तो खुल्किरहेको नि। कपाल चाहिँ खुट्टा उडेर छ। अब हामी चाहिँ
लाग्छ इनामहरूले बनाएको होइन यो चाहिँ यहाँ अनि भाइ लड्छ मलाई त कस्तो डर लाग्छ अरे नि यहाँ तल चाहिँ यत्रो यादै चल्छ मान्छे मर्छ होला सिलाम सक्छ होइन अब हामी चाहिँ यहाँ डिटो फोटोहरू खिच्छ नि यहाँ डिटो फोटो सिलाम सक्नुहुन्छ बिचरा झन्डा त फालेछ ढेराहरू चलेर अनि यहाँ यत्रो भिडहरू छ होइन यहाँ यत्रो भिडहरू छ अनि त्यस्तो छ भिड बाँधेको नि यस्तो हावा चल्छ त्यो भएर ल अहिले हामी चाहिँ यहाँ होइन अनि घरमा चाहिँ अब हामी चाहिँ यहाँ माथिबाट घर फर्केको के अरे के यसलाई के भन्छ घुमेर हामी फर्किँदैछौँ यहाँ तल चाहिँ यस्तो गाउँ छ तल गाउँ होला कस्तो राम्रो बाक्लो गाउँ रहेछ है त्यो के गाउँलाई के भन्छ खाली गाउँ नि खाली गाउँ हाङ्गेपा भन्ने ठाउँ कस्तो राम्रो लिम्बू गाउँ मात्रै छ है खानी गाउँ अलिक तल लिम्बू गाउँ कस्तो राम्रो ठाउँ छ होइन बाक्लो बस्ती नि अब हामी चाहिँ घर फर्केको घुमेर डुलेर भिडियो बनाएर फोटो खिचेर 6 बजिसक्यो नि त त्यही भएर अनि हामी गयौँ घर अब फर्केको अहिले चाहिँ 6 बजी पनि उज्यालै हुन्छ त्यही भएर दिउँसोभरि काम गरेर बेलुका फेरि हामी घुम्नलाई एकछिन भए पनि समय थोरै निकालेर घुम्नलाई आएको घुमिसकेर घर फर्केको अब हामी चाहिँ घर फर्किँदैछौँ घरमा अघि दिउँसै आउनु भएको भनेको थियौँ कि अनि त्यही भएर भ्याइनौँ त त्यही भएर भ्याइन कि अलि बिजी भयौँ त्यही भएर अहिले एकछिन थोरै टाइम निकाल्दा भयो भने आयौँ हेर्नलाई घुम्नलाई फोटो खिच्नलाई यहाँ भाइ चाहिँ मोबाइल हेरेर हिँडेको छ हाई